12 विषयमा भए पनि नछोड्नु। काठमाडौँ बनेपा भक्तपुर जहाँ भए पनि छोराछोरी बराबरी हो, छोरालाई लाल पूर्जा हामीलाई डोली चढाएर पठाउने लौ त भन्नु नछोड्नु। 4 महिना पाके बेला उस्तै परे बिर्सन्छन्, किन छोड्ने? माइती भनेर जाने बामा छौन्जेली हो, भोलि त कुरो उयो बुझे भइगयो। उनका साली जेठ सासूले अरगज्ज हुन्छन्, अब दिदी बहिनी कता कता। तर छोरा छोरी बराबरी हो है, छोरीमा तलमाथि छैन है भन्नका लागि दाइजो अनगिन्ती दिनुभयो। एउटा कुरो थाहा छ आमा बाबा, घरको इज्जत छोरीको हातमा हुन्छ, त्यो घरको लाल पूर्जा छोराको हातमा जान्छ। त्यो घरको इज्जत छोरीको हातमा छ। छोरीले अलिकति गल्ती गर्दै भने ल है हाम्रो खानदान बर्बाद हुन्छ है, इज्जत माटोमा मिल्छ है छोरी भन्नुहुन्छ बाबा आमाले, अनि त्यो घरको लाल पूर्जा छोरोको हातमा। यही बुझेर देवक भन्ने राजाले यति धेरै श्री सम्पत्ति छोरीको बाँचुन्जेली जीवनमा पुग्ने सम्पत्ति दिएर पठाउनु भयो। अहिले कंस भन्छ काकाजी यति धेरै दाइजो दिएर पठाएका छौँ, बिचमा कसैले यो दाइजो लुट्न सक्छन्, चोर्न सक्छन्, बहिनी ज्वाइँको सवारी बिच बाटोसम्म पुर्याउन म जान्छु है। कंसले नीति नियमबाट बहिनी पुर्याउन कसरी जाने, यो त्यति राम्रो उचित हुन सक्दैन भन्दा पनि मानेन। म गए पछाडि श्री सम्पत्ति लुट्न कोही आउन सक्दैन, कंसको नामबाट सबै डराउँछन्, होइन भने सम्पत्ति बर्बाद हुन